नमस्कार। आज फेरि तपाईँ समक्ष ₹2 को क्रस कोइनको केही जानकारी लिएर आएको छु। आशा छ यो भिडियो तपाईँलाई मनपर्छ होला भनेर। भारत सरकारले सन् 2005 देखि 2007 सम्म यो कोइन बनाएको थियो। मेटल थियो यसको FSS, वेट थियो यसको 5.62 ग्राम्स, साइज थियो यसको 27 mm, सेप थियो सर्कुलर। सन् 2005 मा भारतको 4टा मिन्टले नै बनाएको थियो, बम्बे, कलकत्ता, हैदराबाद, नोइडा। अनि 2006 मा बम्बे, हैदराबाद, नोइडा, 2006 मा कलकत्ताले बनाएको थिएन। त्यसरी नै 2007 मा बम्बे, कलकत्ता, हैदराबाद, 2007 मा फेरि नोइडामा बनेको थिएन यो कोइन। जानकारी के छ भने यसको 2005, 2006, 2007 मा बनेको क्रस कोइन एकदमै कमन क्याटेगोरीको कोइन हो, जो तपाईँको बजार मूल्य यसको कुनै पनि अधिक छैन। तपाईँले कुनै पनि कोइनको, कुनै पनि मिन्टमा, कुनै पनि सालको कुनै पनि यसको दाम तपाईँले बेसी पाउन सक्नुहुन्न। त्यो तपाईँको 2005 कै होस् या 2006 कै होस् या 2007 कै होस् या नोइडामै बनेको होस् या हैदराबादमै या कोलकातामै बनेको, कुनै पनि मिन्टले बनाएको यो सालको 3 सालको यो कोइनमा कुनै पनि त्यस्तो रियालिटी छैन। सो तपाईँले यो कोइनलाई सम्हालेर नराख्दा पनि हुन्छ। अगर कलेक्सनको हिसाबमा तपाईँले राख्नुहुन्छ भने ठिकै छ, अथवा नेक्स्ट बादमा गएर यसको दाम बेसी बढेर पाइन्छ भनेर तपाईँले आशा नगरे पनि हुन्छ। कारण यो धेरै मात्रामा बनेकोले गर्दाखेरि यो अहिले पनि बजारमा धेरै नै देखिन्छ, अथवा सबै दोकानमा अथवा सबैजनाकोमा यो कोइन रहेको छ। त्यसैले गर्दाखेरि यो कोइन एकदमै कमन क्याटेगोरीको कोइन हो, जो तपाईँको बजारमा यसको बेसी तपाईँले दाम पाउन सक्नुहुन्न, या त अथवा आउँदो दिनमा पनि यसको दाम बढ्छ भन्ने कुनै ग्यारेन्टी छैन। सो तपाईँले यो कोइन सम्हालेर नराख्दा पनि हुन्छ। यो धेरै नै कमन क्याटेगोरीको कोइन हो, जो अहिले पनि धेरैजनाकोमा पाइन्छ। र मेरो भिडियो तपाईँहरूलाई कस्तो लाग्दैछ कमेन्ट गरेर भनिदिने आशा गर्दैछु। र अगर कुनै पनि कोइनको विषयमा तपाईँलाई जानकारी चाहिन्छ, अगर तपाईँ त्यो कोइनको कुनै पनि कोइनको विषयमा जान्नुहुन्छ भने मलाई कमेन्ट गरेर सोध्न सक्नुहुन्छ। म अवश्य तपाईँलाई त्यो कोइनको बारेमा भन्नेछु। नेक्स्ट टाइम अर्को कोइनको विषय लिएर आउनेछु। तबसम्मको लागि धन्यवाद।